एक दिन एउटा पन्ना जोगी माग्दै माग्दै घरमा आयो। मेरो माइजूलाई देखेपछि उसले तेरो भाग्य यस्तो छ उस्तो छ भनेर भन्न थाल्यो। अनि माइजूले सोध्नुभयो, के तपाईँ साँच्चै भविष्य देख्नुहुन्छ कि त्यत्तिकै हावाको तालमा बोल्नुहुन्छ? मैले धेरै साधना गरेको छु, म सबैको भविष्य देख्छु, जोगीले भन्यो। म भित्र बरन्डामा बसिरहेको थिएँ। त्यसपछि म बाहिर आँगनमा फुत्त निस्केँ। मैले उसलाई सिधै भने, मेरो बिहे कहाँ हुन्छ, कुन थरीसँग हुन्छ भनिदिनु न त। माइजू सब्जी काट्दै हुनुहुन्थ्यो। मलाई पुलुक्क हेर्नुभयो र मुसुक्क हाँस्नुभयो अनि भन्नुभयो, मेरो भविष्य हेर्न पर्दैन, यो भान्जाको हेरिदिनु। अनि पन्नाले मलाई हेरेर भन्यो, तपाईँ बसेको यो घरको उत्तर पूर्वको केटीसँग बिहे हुन्छ। यहाँबाट केटीको घर धेरै टाढा छैन, तर तपाईँले ल्याउने केटी चोखो होइन, जुठो खाएको छ। अर्काकी बुढी ल्याउँछ भनेको हो? मैले सोधेँ। मेरो कुरा सुनेर माइजू हाँस्नुभयो। घरकी जेठी छोरी होइन, आमाको जुठो दुध खाने छोरी माइली वा साइली भनेको हो, उसले भन्यो। जोगी मेरो प्रेमको नजिक नजिक पुग्यो। वास्तवमै ऊ जेठी थिएन, आमाको जुठो दुध खाएकी माइली छोरी थिए। उसले मलाई मन पराउँछ त? उत्साहित हुँदै सोधे। जोगीले भन्यो, त्यो त देखिँदैन। उसले मेरो आँखामा सिधा हेरेर भन्यो। मेरो अनुहारको उज्यालो झ्याप्प निभ्यो। उसले मेरो अनुहार पढ्यो, मेरो मनको विज्ञान जान्यो अनि सोध्यो, तपाईँलाई त्यो केटी मनपर्छ त? साह्रै मनपर्छ, मैले भने। जोगीले भन्यो, चिन्ता नगर्नु, उपाय छ। म अक्षता दिन्छु। त्यो अक्षता त्यो केटीको घरदेखि यहाँसम्म छर्दै आउनुपर्छ। त्यति गर्न सक्यो भने तिम्रो बिहे त्यही केटीसँग हुन्छ, नत्र हुँदैन। उसले अक्षता मुठीमा लियो र के मन्त्र फुक्यो। मेरो हातमा अक्षता दिँदै भन्यो, यति काम गर्न सक्यो भने त्यो केटी 24 घण्टाभित्र आफै तिम्रो कोठामा आउँछ। त्यसबेला मैले त्यो जोगीलाई 1500 रुपियाँ दिएँ। पन्नाले आफूसँग भएको सबै आशीर्वाद मलाई दिए चाहिँ गर्यो। मैले त्यो अक्षता केटीको घर अगाडिबाट आफ्नो घरसम्म छर्दै छर्दै आएँ। 1 घण्टा बित्यो, 2 घण्टा बित्यो, 3 घण्टा बित्यो र 24 घण्टा पनि बित्यो। त्यो 24 घण्टा मेरो लागि यति लामो समय थियो कि कुरै छाडिदियो। जिन्दगीमा त्यति लामो समय कहिल्यै पनि भोगेको छैन। आज भो, भोलि भो, पर्सि भो, हप्ता, महिना बित्यो, तर जोगीले भने चाहिँ केटी न मेरो कोठामा आई, न मलाई बोलाई, न मैले बोलाउँदा बोली। पन्नाले मलाई ठगेछ। प्रेममा परेको मानिसलाई ठगेर जानेलाई पाप लाग्नुपर्ने हो। त्यो जोगीलाई पाप लाग्यो कि लागेन? के गर्ने? मनको घाउ कसलाई भन्ने कुनै मेसो आएन। मन पर्छ, तर मन परेको कुरा सबै पाइँदो रहेनछ। साँच्चैकै अक्करै भिरमा फुलेको फूल जस्तो भयो मेरो माया। मन पर्छ, माया लाग्छ। न फूल